तातोबाट पक्का हो पार्टी पनि स्टार्ट भन्छ यता थियो या अन द म्यान गाउँले धेरै गरियो छ ल है गाइले हल्का मिठो रहेछ तर मलाई मन परेन आएको एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के बच्चे अरे देना यार देना समझा कर बात साथीहरु अब हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज चाहिँ हामी खोलातिर प्रस्थान गर्न गइरहेको छौँ आज चाहिँ हाम्रो साथमा हुनुहुन्छ तपाईँको नाम बताइदिनुहोस् साथी सुशान्त हाम्रो ब्लगर अनि अर्को उता युट्युबर हुनुहुन्छ यता चाहिँ हाम्रो प्रिन्स सुनार एकदमै खतरा मान्छे अनि म चाहिँ अनुप सेन्चुरी अफिसियल साइकल चलाउन र आज चाहिँ हामी साइकल राइडमा आएको खास साइकल नभेटाएर यतातिर यस्तो डुल्न आइदिएको है यहीँ अहिले आउँदाखेरि साइकल चलाएको भ्लग पनि भेट्न सक्नुहुन्छ हजुरले यो डाँडा हेर्नु है डाँडा कस्तो अनि यहाँको चाहिँ यस्तो छ भ्यू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ सवारी लिएर खोलातिर हिँड्दैन यहाँ चाहिँ यस्तो भिडमा गर्नु हुने वहाँ तल भिडमा जाने वहाँ चाहिँ पुगेर अहिले आउने सब साइकलमा हिँडिरहेको है केटा साइकलमै राइड अनि हामीले चाहिँ चाउचाउ साउचाउ लिएर हिँडेका छौँ अब वहाँ गएर नुहाउने त्यसपछि चटपटे बनाएर खाने है उतातिर चाहिँ आफ्नो एकदम स्टेबल छ किनभने यो चाहिँ आइफोन हो उता चाहिँ रेडमी नोट 10 12 हो कति छ यहाँ चाहिँ म आइफोन 7बाट चाहिँ तपाईँहरूको लागि भ्लग बनाउँदैछु आइफोनबाट भिडियो बन्दैछ ल साथी अलि राम्रोसित हिँडे साथी फेरि उडो मन्टे होला 14 प्रो म्याक्स लिएर हिँड्दैछ नि हाम्रो साथी चाहिँ एउटा मात्र लेन्स भएको यहाँ चाहिँ सबै तिनजनै भ्लगरै हो यो मान्छे चाहिँ 4वटा फोनको मालिक पाइलट चलाउन नि कसैले एरोप्लेन चलाउन नि पाइलटले पाइलट चलाउन भन्नु त्यही हो अनि अब चाहिँ हामी यस्तो रहेको छ यहाँको भ्यू चाहिँ अब आउन लागिसक्यो है त हाम्रो यहाँ नुहाउने ठाउँ चाहिँ लास्टै तलै छ तलै छ हामी चाहिँ अब जानुपर्ने हुन्छ हाम्रो लागि चाहिँ यो एकदम ट्रेकिङ जस्तो पनि छ हामी चाहिँ झोलासोला भिरेर चाहिँ आएका छौँ तयारी कसरी आउनु थाहा छैन हिँड्दाखेरि हिँडिरहेछ मजाले अनि एकदम खडा तरिकाले चाहिँ हामी हिँडिरहेका छौँ यो रुखमा चाहिँ म पहिला जमानामा चाहिँ चढ्थेँ चढेर सिधै पावर रेन्जरको जस्तो चाहिँ हामीले यहाँ तल खोला हुँदाखेरि हामीले यहीँबाट हाम फालेको अनि यहाँ पिङ खेलिन्थ्यो त यहाँ कस्तो कडा दसैँमा त यहीँ हो पिङ खेल्ने त अनि भगवान्ले बचाएको यिनलाई चाहिँ डाँडामा उहाँ पुगेको है तिन चाहिँ उहाँ उच्च तल डाँडा अब त्यही हो अन्तिसम्म हेरेर साथ दिनु होला सबैजनाले सिधा हिँडेको हो र हाम्रो गाइजहरू चाहिँ यतै छन् सबैजना साथीहरू हामी चाहिँ हिँड्दै है ल हामी सबै केटाहरू भएर अब यतापट्टि हिँड्दैछौँ हाम्रो यहाँ ब्लगर दाइ हेलो हरि भाइरल हो यहाँको च्यानललाई सब्सक्राइब हान्नु मलाई अनि दाइको ठुलै भाइरल दाइ है ल ल ल ल अब चाहिँ म यो भ्लगलाई हल्का कट हानिदिन्छु त्यसपछि खोलामा पुगिसकेपछि चाहिँ म देखाउन चाहन्छु मात्र हेर के भयो What happened, bro? 3 मिनेटको डाउनलोड गर्छु भने कि हेरे 7 सेकेन्डको छ यार के हो यो प्रिभ्यू वाला डाउनलोड गरिदियो कि तिमीले र हामी चाहिँ मस्त गीत बजाउँदै चाहिँ हामी बाटोमा हिँडिरहेको छौँ अब खोलाको चाहिँ वहाँ रहेको छ खोला चाहिँ हाम्रो देख्न सक्नुहुन्छ
यहाँ चाहिँ सुसान वाइटिसन गुल्मीको पूर्तिघाट हो क्या हजुर र खोला चाहिँ तल रहेको छ हामी चाहिँ माथिबाट चाहिँ आउँदैछौँ र गएर चाहिँ एकदमै स्विमिङ हान्नेवाला छौँ पानी छ भने नत्र भए चाहिँ यसो नुहाएर चाहिँ चटपटे बनाएर चाहिँ खानेछौँ अनि यहाँ चाहिँ औँसीले पनि फल्न सक्छ भने चाहिँ हेर्नेछौँ आज मेन भर्सेस वाइल्ड हुन्छ अनि मेन भर्सेस वाइल्ड हुन्छ ल यसो यो डिक्लेयर गरिदिनु न त यहाँ के छ यो ठाउँमा हजुर के छ भनौँ न के हो नि ल बनाउनु न त म मेन भर्सेस वाइल्ड भनिदिन्छु ल म अनि साँच्चै हो ल नेपालीमा भनिदिन्छु है ल ल है गाइज यो चाहिँ रातोवाला पत्ता हो यो खाने भने पान भन्छ तर यो पान चाहिँ होइन यता चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ अनि यो चाहिँ एक प्रकारको फुल हो फु गर्ने भने यसको धुवा उड्छ हेलो गाइस यहाँ ब्लग भइरहेको छ ल आज चाहिँ एकदमै रमाइलो हुनेवाला छ साथीहरू हल्लाउँदै दुखिसक्यो यार मेरो त धेरै धेरै हाई गऱ्यौँ कि हामीले धेरै सेलिब्रेटी भयो त्यही भएर चाहिँ पिरिन्स तिमी यहीँ बस है तिम्रो लागि ठिकै छ कि यो तिम्रो लागि ठिक्क छ कि यो खोला ल साथीहरू अब पिरिन्स चाहिँ यहीँ नआउँछन् हामी चाहिँ तल जान्छौँ एकदमै ठुलो खोलामा चाहिँ ओहो ल चाहम न त कस्तो हुन्छ यहाँको पानी चाहम साथीहरू चाहम ल है ल ल ल ल ल ल ल कस्तो भयो हातै पुगेन साथीहरू ल है गाइजहरू पानी कस्तो रहेछ हेरे गाइस यस्तो चाङ्गियो पानी मिठो हल्का मिठो रहेछ तर मलाई मन परेन यस्तो खालको पानी चाहिँ खान हुन्न यहाँ मान्छेहरूले पिसाब पनि गरेको छ अनि यो एकदम शुद्ध सालिन पानीमा चाहिँ कसैले पनि त्यस्तो खालको कार्य चाहिँ नगर्न चाहिँ म मनाइ गर्न चाहन्छु र अब चाहिँ हामी औसेली गैरामा चाहिँ आउन लागिरहेका छौँ यहाँ छ नि त तिनवटा यिनी पाठा हो अनि यहाँको पान चाहिँ खायो भने कसम मानी यहाँको पान चाहिँ खायो भने दामी हुन्छ कि ल यहाँ खाऊ त ल यो हाम्रो चाहिँ वाइटी दादा है यो चाहिँ मेन एन्ड वाइल्ड हो कि के अरे ल यहाँको मान्छे कस्तो हुन्छ मुख धौ त गोरो भइन्छ कसम मानी यस्तो मेन भर्सेस वाइल्डमा चिसो हुन्छ नि होइन यस्तो खतरा खालको हुन्छ कि यहाँको मानिस जाउँ त चाह खान्छ यार तिमीलाई यहाँ एक्सप्लोर गरेर ल्याएर कस्तो हो कि मान्छे यार मैले एक्सपिरियन्स गर न यहाँरै त यस्तो पानी थापेर यस्तो रे हो त्यसो मैले पनि खान्छु साथी अगाडिदेखि अलि मिलेन कि यहाँ ब्याग पनि भ्यू दिउँ न मेरो अब यस्तो एकदम मिठो छ यहाँको पानी चाहिँ ल साथीहरू तल पाहाडको ब्याग भ्यू चाहियो यस्तो छ यहाँको क्लाइमेट चाहिँ अब त साथीहरू हामी चाहिँ तल जान पर्ने हुन्छ भन्न मिल्दैन आफ्नो हुनेवाला चाहिँ गाँसी निकालिदिँदा होइन बिहा भएपछि देखिएर आफ्नो हुनेवाला कस्तो हुन्छन् भनेर ल ल ठिक छ साथीहरू एकदम राम्रो कुरा गरिरहेका छन् हाम्रो पछाडिको साथीले चाहिँ त्यस्तो केटीलाई बाल चाहिँ दिँदैनौँ होइन मैले भनिरहेको छु रमाइलो गर्ने यस्तो नाचगान त्यस्तोमा मात्र ध्यान छ है त गाई अनि पन्नी यताउति हल्ला गर्ने चाहिँ सधैँ भइराख्ने चाहिँ केटी भनेर चाहिँ मरि हप्ता चाहिँ हामीले चाहिँ अनि हाम्रो ग्रुपमा आजकलको जमाना भनेको एकदम फरक खालको चाहिँ जमाना रहेको छ प्लिज बाबु यार भिडियो बनाइराखेँ मैले जे पाइ त्यही नबोला बाबु हेर यहाँ भ्लग कन्टेन्ट बनाइराखेँ मैले अनि यस्तो मान्छे गर्लफ्रेन्ड हुन्छ यो अनुहारलाई देख्यो भने त पहिल्यै भाग्छ केटीहरू अनि अनि त्यही भएर चाहिँ अब साथीहरू हामी चाहिँ एकदमै यो औसेली गैरा भन्ने ठाउँमा चाहिँ आइसकेका छौँ यहाँ पनि एउटा मिठो खालको चाहिँ पानी आउने गर्छ यहाँ पनि
कुलोको पानीहरू हेर्दा बुढो भइयो साथीहरू किन मेरो खुट्टा कामेको यार ओए वाट ह्यापेन दुर्घटना होला फेरि खोलामा आउँदाखेरि अनि साथीहरू मेरो हात चाहिँ पाटिसकेको छ यो भ्लग बनाउँदा ल यहाँको चाहिँ पानी भरमै हामीलाई चिसो हुन्छ यहाँको त्यही भएर चाहिँ हामीले चाहिँ अब यहाँ पानी भर्छौँ बाबु यहाँ निकाल त निकाल त बोतल निकाल अनि यहाँको पानी भर साथीहरू रहेको छ यहाँको ठाउँ चाहिँ यो चाहिँ खेत हो सबै देख्न सक्नुहुन्छ माछा छ भने चाहिँ बनाउँछौँ नत्र भए बनाउँछौँ ओ माथिबाट हो कता हो हामी 2 मिनटमै आयौँ 1 घन्टाको बाटो डाँडामा जाने हो यो डाँडाको भ्यू हेर्न पाउनुहुन्छ अनि एकदम शुद्ध पानी हो यो भनेको चाहिँ क्रिस्टल क्लियर खालको पानी हो यो भनेको चाहिँ सुसान वाइटिल चाहिँ अब चाहिँ हाम्रो पानी भर्दैछन् चिसो खालको म यसो भ्यू देखाइदिनु होला के भएको यहाँ केही काटिन्न है मेरो भिडियो चाहिँ सबै यतिकै हालिदिनु अनि यहाँ चाहिँ यो गोरुको चाहिँ गोठ रहेको छ यहाँ चाहिँ जहिले पनि यो खेती गर्ने बेलामा चाहिँ गोरुले चाहिँ राख्ने गरिन्छ ओके हामी चाहिँ यो खोलाको चाहिँ एकदमै बेसतिर चाहिँ आइसकेका छौँ तलतिर चाहिँ आइसकेको छ अब खोला चाहिँ नजिकै छ हाम्रो देख सक्नुहुन्छ अब भने चाहिँ साइकल त मैले ल्याइदिन्छु नि त्यहाँ अनि पाहाडमा साइकल चलाएर आउँथेन हामी यहाँ हो एकदम अनि यहाँको पनि पानी चाख्ने हो कि के हो यसो सबै चाखिरह यो पनि अनि चाहन त अनि अब यसो अलिक गाह्रै पर्छ होला चाख्न चाहिँ पर्छ होला चाख्न हेर्नुहोस् हेरौँ एकदमै यो भित्र छ हेरे साँप होला र फेरि काट्ला फेरि हामी चाहिँ एकदमै यो मेन भर्छ दोवालमा खेल्नु भएको 2 जना जातिहरू अनि यहाँ चाहिँ हाम्रो भाइलाई पनि मेन भर्छ हो कसले खाने हो भयो छोड्दै यो अलिक गाह्रै पर्छ साथी भयो यो ठाउँमा चाहिँ नबसौँ ओके अनि यो चाहिँ चौतारा भनेको बुटा हो यसमा चाहिँ फलेको रहन्छ फलेको भए चाहिँ हामीले खान्थ्यौँ ठिकै छ ल अब चाहिँ हामी खोलामा हजुर चौतारा कालो कलर हुन्छ है अनि त्यसपछि अब चाहिँ हामी के भन्छ हाम्रो खोलाको साइडमा चाहिँ आइसकेका छौँ ओ माई गॉड व्हाट इज दिस आई डोन्ट वान्ट टु सी इट के हो यस्तो हेर्न सक्नुहुन्छ खोलाको कलकलको आवाज हामी चाहिँ आइसकेका छौँ खोलामा मोबाइल नखसोस् त्यही हो ओके हामी चाहिँ ओ वहाँ माथिबाट आएको उहाँको माथिको पाहाडबाट अब चाहिँ हामी खोलामा चाहिँ आइसकेका छौँ हामीले चाहिँ झोलामा चाहिँ आफ्नो कपडाहरू त्यसपछि चाउचो चाहिँ बोकेर यहाँ चाहिँ खोलाको मजा लिन चाहिँ आएका छौँ एकदमै नजिक छ खोला चाहिँ हाम्रो घरबाट चाहिँ त्यही भएर चाहिँ हामी आएका छौँ र खोला चाहिँ देख्न सक्नुहुन्छ तल रहेको छ हामी चाहिँ माथि छौँ अब चाहिँ पुलमा जान्छौँ र तल खोलामा चाहिँ जान्छौँ खोला चाहिँ हेरौँ खोला ओए त्यहाँ छ नि त यार र छ कि त्यहाँ पाउने ठाउँ जाम ठुलो छ धेरै ठुलो छ जस्तो लाग्छ है हजुर भाइ धेरै ठुलो छ जस्तो लाग्छ अहिले म डुब्यो भने फेरि निकाल्नु पर्छ कि साथी हेर र यहाँ पनि गोठ रहेको छ हल्का नडुब्नेतिर फाल्दै ओके घाटी घाटीसम्म मात्रै चाहिँ निक्लिहाल्छ ल साथीहरू यो पनि कहाँ डुबाउँला र यो पुलमा चाहिँ के डुबाउने पुलदेखि हाम फाल्नु यत्रो मजा दिन्थ्यो होला है हालमा हाम फाला त्यसो ढुङ्गा भयो ओके हामी चाहिँ खोलामा आइसकेका छौँ अब चाहिँ पुल हाम्रै नजिकै छ फोटो खिच्दियो यसो अब त्यहाँ नुहाएको नि फोटो खिच्न पर्यो होइन अब फेसबुकको जमानामा फोटो नखिचिकन कहाँ हामी बस्न सकिन्छ कन्ट्रोलै हुन्न नि त अनि
यसो गरौँ न त अहिले हल्का घाम पनि लाग्छ राम्रो आउँछ भर चाहिँ पहिला खोलामा गएर हट्टै डुबिहालौँ त्यसपछि के हुन्छ मरिन्छ कि बाँचिन्छ थाहा छैन साथीहरू एकदमै एमाजोनको जङ्गलमा आइसकेका छौँ हामी एमाजोनको जङ्गलमा आइसकेको छौँ अनि ए कोब्रा एनाकोन्डा सबै हुन्छ यहाँ चाहिँ एकदमै खतरा खालको ठाउँ रहेको छ साथीहरू देख सक्नुहुन्छ तपाईँले ओके यस्तो माथि डाँडा पाखा हेर्दाखेरि चाहिँ यस्तो झलक्क हेर्दाखेरि चाहिँ एकदम राम्रै हाम्रो कुर्ती घाट चाहिँ यहाँ चाहिँ भ्लगर रहेका छन् रिल्स भ्लगर ओके र हामी चाहिँ अब खोलामा चाहिँ आइसकेका छौँ खोलाको पानीलाई पनि टेस्ट गर्ने हो भने चाहिँ टेस्ट गर्न सक्नुहुन्छ कस्तो हुन्छ स्वाद ओके ल है साथीहरू अब चाहिँ हामी खोलामा आइसकेका छौँ हामी चाहिँ पानी कहाँ चाहिँ अलिक गहिरो छ कहाँ पौडिन मिल्छ त्यो ठाउँ चाहिँ ए स्याम्पू लिनै बिर्सेको यार कस्तो के गर्ने अब के गर्ने यार स्याम्पू चाहिँ नलिकन आएको के गर्नु ओ माई गड कस्तो फक जस्तो कुरा भयो यार खत्तमै भयो यार ओ माई गड खोला चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले धेरै चाहिँ गहिरो छ जस्तो लागेको छ मलाई उकै त्यहाँ के ओ माई गड दिस इज द नेचर ब्युटी साथीहरू यस्तो रहेको छ खोला हामी चाहिँ अब त्यही खोला बचाऊ यो धेरै गहिरो छ तलदेखि गएर के गहिरो जस्तो देखाउँछ ओ माई गड बचाऊ के मलाई उता ल भयो ल साथीहरू हामीले चाहिँ फाइनली नुहाएर एकदमै फ्रेस भएर अब चाहिँ हामी हाम्रो कपडा फेर्न चाहिँ गइरहेका छौँ साथीहरू यता आएर र हाम्रो प्रिन्स भाइ अझै पनि नुहाउँदैछन् यहाँ अनि त्यसपछि साथीले एउटा चिज चाहिँ खुवाउन मन थियो मलाई यहाँ पाइन्छ पाइन पानी अमालाई खुवाउन हुन्थ्यो कि नै उता चाहिँ कपडा लाउँदैछन् ओ माई गड प्रिन्स पनि त्यहाँ छन् र हामी चाहिँ अब माथि गएर चाहिँ हाम्रो कपडा फेर्छौँ साथीहरू अब चाहिँ अनि त्यसपछि चाहिँ हामीले चटपटी बनाएर चाहिँ खान पर्ने हुन्छ चटलारमा है चटलाएर ल्याम्मा पारेमा चाहिँ खान पर्ने हुन्छ साथीहरू अब भने चाहिँ ओए त्यसपछि साथीहरू अब चाहिँ हामी कपडा लाउने छौँ त्यसपछि चाहिँ हामीले चटपटी खाएको चाहिँ भिडियो बनाएर देखाउँछौँ अनि यहाँ चाहिँ छ कि बेरिजहरू ओए केटाहरू यो बेरिजहरू एकदमै दामी हुन्छ कि खान मिल्छ कि यो चाहिँ अनि साथीहरू अब चाहिँ हामी फाइनली यहाँ आइसकेका छौँ पुलमा आइसकेका छौँ यहाँ चाहिँ आइसकेका छौँ साथीहरू ओए के बोलेको ओए फक म्यान के हो यस्तो अनि त्यसपछि साथीहरू हामी चाहिँ आइसकेका छौँ तिनीहरू तलै छन् अब भने चाहिँ हामी म कपडा फेरेर चाहिँ तपाईँहरूको माझमा आउँछु साथीहरू हामीले चाहिँ फाइनल फोटो खिचिसकेका छौँ अब चाहिँ हामी चटपटे बनाएर चाहिँ खान पर्ने हुन्छ अनि त्यही हो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्ने चाहिँ म लोटेको थिएँ साथीहरू ओ माई गड के यहाँ हो पागल अनि साथीहरू यस्तो यस्तो खतरा ठाउँबाट चाहिँ हामी हिँडेका छौँ हाम्रो चाहिँ नेचुरल फ्रिजमा
यहाँ छ हाम्रो साथीहरू। अब चाहिँ हामी चटपटेले चाहिँ बनाउनु पर्ने हुन्छ। एकदमै मिठो ट्वाक्क खालको चाहिँ चटपटे बनाउँछौँ हामीले चाहिँ। एकदमै खतरा खालको चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। यति दिनसम्म चाहिँ तपाईँहरूलाई अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला भन्न चाहन्छु। ल अब चाहिँ हामीले हिँडेको भिडियो बनाउँछ भन कि तिमी मलाई। र हामीले चाहिँ अब चाहिँ चटपटे बनाउनु लागिरहेको छौँ साथीहरू। एकदमै लोकल पारामा प्लास्टिकमा हालेर हामीले केही पनि लिएको छैन सामान, परातमा हाल्नु पर्ने हो। तर सबै सामान निकाल्नुहोस्। ओके, यहाँ चाहिँ हामीले सामान ल यति हो हाम्रो सामान। अब प्याज स्याज खुर्सानी सुर्सानी हामीलाई केही पनि चाहिन्छ, सब यसमा मिक्स भएको हुन्छ। किनभने चाहिँ यो एकदमै जापानबाट लिएर आएको चाहिँ नुडल्सहरू हो। प्रीति लेखेको छ, प्रीति बाउ। ओके, नेपाली होइन र जिरालाई चाहिँ हाल्न पर्ने हुन्छ खोल्दिम यो पनि त्यो तरिकाले। छोप्दिम खोल्दिम भनेको नखोलौँ न गाई। ओके, साडी हाल्ने हिँडेको र के हुन्छ घाम चाहिँ हाल्न पर्ने हुन्छ हामीले चाहिँ। धेरै भयो भने त्यहाँ धेरै त हुन्छ हामीलाई। टाउको यति धेरै हो त। ओके साथीहरू, ढुङ्गालाई चाहिँ हालेको छ। टाउकोलाई मिक्स गर्ने। ओए तिमी जाने हुन्छ यतातिर फेरि खोलिसकेको। त्यही त यस्तै त हाल्नु लाग्यो। प्लास्टिक नफालामै केटा हो। प्लास्टिक फाल्नु हुन्छ है यो यस्तो हिरो अहिले हाल्ने खसलाई फेर्छु साथीहरू। अब चाहिँ हामीले चटपटे बनाउनु लागिरहेको छौँ। अर्किन्न क्या यतिखेर खस्यो त तल जानु। ओके, हामीले पाँचवटा ल्याएको नि कतिवटा भयो र? बरु चारो त हुन्छ त। चारो त 1 2 3 4 एउटा खै कहाँ 5वटा ल्याएको र बरु चारो त पाँचवटा ल्याएको। पाँचवटा हो। होइन चारो त हो के सिधै राखिदिनु चारो त। एउटा दुईवटा चारवटा मात्र त्यही त त्यही त पाँचवटा नै हेर्छु ल। पाँचवटा भनेको त हामीले त चारो त दिएँ। अब चाहिँ उहाँ गएर पैसा वसुल गर्नु पर्ने हुन्छ साथीहरू। अनि हेर हामीसँग रेकर्ड छ है साथीहरू। कागजलाई चाहिँ अर्काइदियो। हिसाब पनि र पैसा अब चाहिँ हामीले डाउनलोड हाल्नु पर्ने हुन्छ। यो पनि एकदमै ब्रान्डेड खालको चाहिँ डाउनलोड हो। यो चाहिँ RNR लेखेको RSR ओके। अब चाहिँ हामीले यो सबै खानेकुराहरू चाहिँ रेडी पारिसकेका छौँ। यहाँ चाहिँ हाम्रो नेचुरल फ्रिजमा राखेको एकदम चिसो भइसक्यो। कुनै बित्तिकै चाहिँ एकदम चिसो भइसकेको छ। अनि यसलाई चाहिँ सिधा तरिकाले राखौँ। अब चाहिँ ल स्टार्ट गरौँ साथीहरू। एकदमै दामी छ हाम्रो चाहिँ। ल है ल खाम न त साथीहरू सबैजनाले एकैचोटि है। ल 1 2 3 गो। ल ल काटेर अब हामीले खान्छौँ। तर फला न मेरो हात चाहिँ यस्तो भइसक्यो मोल्दा मोल्दा। रमाइलो भएको नि साथी। कुनै दिन यस्तो पनि गरियो हामीले है। अब फेरि आउँदाखेरि अब मोरासँग गर्नु पर्छ।
तिमीलाई मन परेन जस्तो के कस्तो खा र खासै मिठो होइन नि केही छैन त नुन छ न प्याज छ न चुक छ एकदम नेपाली जति क्या भन्छ क्या पहिलाको त इन्डियन करी अब चाहिँ खाएर चाहिँ हामीले गाइज हामीले चाहिँ अब चटपटे सबै खाएर चाहिँ ल भाइ आइसकेको छौँ अब हाम्रो चाहिँ यो रमाइलो चाहिँ भ्याइयो अब चाहिँ हामी घर जान्छौँ साथीहरू र आजको लागि चाहिँ यो भ्लग यतैतिर इन्ड गरिदिन चाहन्छु सबैजनाले चाहिँ मेरो भ्लगलाई चाहिँ लाइक कमेन्ट सेयर गरेर चाहिँ एकदमै राम्रो बनाइदिनु होला र हुन्छ हस्त जय नेपाल